आजको मेनुमा चाहिँ हाम्रो पिज्जा बनाउँदैछौँ अनि पिज्जा चाहिँ बनाउनको लागि हाम्रो यहाँ कटिङ चलिरहेको छ। हाम्रो यहाँ चिकनलाई चाहिँ हामीले किमा बनाउँदैछौँ भने यहाँ साथीले किमा बनाउँदै हुनुहुन्छ। अनि यो पिज्जा बनाउनलाई सबै हामीसँग रेडी भइसकेको छ। टमाटो केचप, यता पिज्जा चिज, मोजरेला कटिङहरू चल्दैछ। स्पागेटी बनाउनको लागि हामीसँग यो स्पागेटी पनि आइसकेको छ। यहाँनिर क्रिमहरू छ अनि चिकन सस छ। यो टमाटरलाई चाहिँ उसिनेर यसको भित्रको दाना अनि यो छाला चाहिँ यसको बाहिरी छाला निकाल्नुपर्ने हुन्छ। अनि तर यो यसरी काटिएको छ, यसरी चाहिँ काट्नु नहुने हो, तर मिस्टेकले यो भएको छ है। तर यसरी चाहिँ नकाट्नु होला। हामीले चाहिँ यसमा थोरै दाग मात्र लाउनु पर्ने हुन्छ। यो भित्रको दाना निकाल्नुलाई र यो छाला निकाल्नको लागि चाहिँ थोरै कट गर्दाखेरि हुन्छ। यो हामीले अघिको टमाटरलाई यसरी उसिन्दैछौँ र यहाँनिर हामी यो स्पागेटीलाई हामी यसमा उसिन्छौँ। अनि यहाँबाट चाहिँ हामीले आलुलाई उसिनिरहेका छौँ। स्पागेटीलाई चाहिँ हामीले 8 देखि 10 मिनटसम्म आँखा चिम्लेर उसिन्दाखेरि हुन्छ। यो चाहिँ रेडी हुने रहेछ। यसलाई चाहिँ 8 देखि 10 मिनटसम्म यसरी बोइल गर्नुपर्ने हुन्छ। हामीले मसरुमलाई चाहिँ हामीले मसरुमको चाहिँ सुप बनाउनलाई हामीले थोरै बटर हालेर अनि मसरुमलाई चाहिँ हामीले छोटो छोटो पिसमा काटेर चाहिँ होइन, काटेको भन्दा नि च्यातेको छौँ होइन, त्यसरी यो बनाएको छौँ। अनि यसलाई चाहिँ हामी थोरै बटर हालेर चाहिँ यसलाई केही समयको लागि ग्रिल गर्छौँ। उहाँ चाहिँ चलाउने मान्छे हाम्रो प्रिय बहिनी, हाम्रो आइसा डन। अर्को मिम्मीको मम्मी पूर्णिमा मगर, आइसा डनको बडीगार्ड होइन तिमी? हामीले लगभग यसमा हामीले मैदामा चाहिँ हामीले यिस्ट, चिनी र अन्डा हालेर चाहिँ यतिको बनाइसकेका छौँ। यसलाई साह्रै राख्नुपर्छ र यसलाई केही समयसम्म रेस्ट गर्नु दिँदाखेरि चाहिँ यो फेरि एकदम राम्रो हुन्छ है त। यो चाहिँ यतिको भएपछि छोडिदिँदा हुन्छ। उसिनेको आलुलाई चाहिँ मिक्स गर्ने हुन्छ। अघि उसिनेको फ्राई गरेको च्याउ उसिनु छ अनि यो यस्तो भएको छ। अनि यो टमाटरको चाहिँ हामीले यसलाई यसको स्किनहरूलाई हामी उठाउँछौँ। यो अघि त्यो आलुमा चाहिँ हामीले यसमा ओरिग्यानो हाल्दैछौँ। यो आलुमा चाहिँ हामीले ओरिग्यानो हाल्दैछौँ, थाइम हाल्दैछौँ यहाँनिर। त्यसै गरी बासिललाई पनि हाल्दैछौँ। त्यसपछि हामीले स्वादअनुसार नुनलाई एड गर्दैछौँ। त्यसै गरी ब्ल्याक पेपरलाई पनि हामीले हाल्दैछौँ। हामी यसले मजाले मिक्स गर्छौँ। यो पिज्जा चिजलाई चाहिँ हामीले कोरेसम्म कोर्दैछौँ। नडराइकन भतिज यो चाहिँ अघि हामीले फ्राई गरेको मसरुमलाई चाहिँ हामीले ग्राइन्डरमा पिनेर चाहिँ यतिको लेदो बनाएको छौँ।
कट गरेको मासुमा चाहिँ हामीले नुन र ब्ल्याक पेपरलाई हालेर मोल्दैछौँ। हाम्रो यहाँनिर यो के भन्छ चिकन ससेसलाई चाहिँ काटिसकेको छ। मात्रै है मात्र पड्किन्छ। आँखामा त आउँदैन। यसलाई यसरी चिजलाई लुकाउने पहिले सर अन्डा निकाल्दैन एउटा यसलाई चाहिँ ठ्याक्क चिजलाई लुकाउनु पर्ने हो। त्यहाँनिर प्रोसेस भन्छौँ है। पहिला मैदामा डस्टिङ गर्ने अनि त्यस पछाडि अन्डामा डिपिङ गर्छौँ अनि ब्रेड क्रमले यसरी कोटिङ गर्छौँ। यसलाई त्यहाँनिर प्रोसेस भनिन्छ। जिडिसी भनेर सोध्छ पनि तपाईँहरूलाई। जिडिसी भन्नाले यसरी अलिअलि चिज हाल्दै यो चिज बल रेडी भयो। अब यसलाई डिप फ्राई गर्नुपर्ने हुन्छ। हाम्रो चिज बल रेडी भइसकेको छ। अब यसलाई हामी डिप फ्राई गर्छौँ। यहाँ यो मसरुमलाई फेरि पनि हामीले अलिकति राखेको थियौँ, त्यसलाई भुट्दैछौँ। यो चाहिँ हामीले पिज्जामा लाउँछौँ। यो चाहिँ पिज्जाको लागि मसरुम यहाँनिर थोरै बटरमा अथवा तेलमा हामीले यसरी फ्राई गर्दैछौँ। यो चाहिँ पिज्जामा लाउनको लागि। त्यसै गरी हामीले ससेसलाई पनि हामीले यसरी भुट्दैछौँ, फ्राई गर्दैछौँ। अब अघि हामीले त्यो काटेको चिकनलाई पनि हामीले यसरी फ्राई गर्दैछौँ। हामीले यहाँनिर चप गरेको गार्लिक हाल्दैछौँ। मैदालाई हल्का हालेका छौँ। चाहिँ हामीले बनाएको। यसमा हामीले अब यो चाहिँ अघि हामीले जुन त्यो टमाटरको बिहा निकालेर त्यसको छाला निकालेर पेस्ट गरेको थियौँ, त्यसलाई हामीले त्यसमा टमाटर सस तयार भयो। अब यहाँ हामीले टमाटर प्युरी हालेका छौँ। त्यो स्वादअनुसारको नुन अनि त्यसपछि हामीले ब्ल्याक पेपरलाई पनि हामीले हालेका छौँ। हामीले ओरिगानो हाल्दैछौँ। त्यसपछि बेसिललाई लाउँदैछौँ। अब हामीले यसलाई चाहिँ अब हामीले मजाले एकछिन पकाउनुपर्छ। हाम्रो टमाटर सस रेडी भयो। अब हामी यसमा चाहिँ अब सुप बनाउँदैछौँ। हामीले यसमा बटर हालिसकेका छौँ। त्यसै गरी हामीले त्यो चप गरेर राखेको लसुनलाई पनि हामीले हाल्दैछौँ। त्यसपछि हामीले मैदालाई एड गरेका छौँ। यो चाहिँ भएको त्यति मात्र भयो। यो भयो। यो सुप बनाउँदाखेरि चाहिँ हामीले डल्लो पार्नु हुँदैन। हामीले मजाले चलाउँदैछौँ। त्यसपछि अघि मसरुमको पेस्ट बनाएकोलाई हामीले यसमा हालेका छौँ, एड गरेका छौँ। पानी गरेर हामी त्यसलाई मजाले गर्दैछौँ। ग्यास बनाउँदैन हुन्छ। अब यसो स्वाद अनुसारको नुन हामीले हाल्नेछौँ।
त्यसै गरी हामी अब यसमा ब्ल्याक पेपरलाई राख्दैछौँ। त्यसपछि ओरिगानोलाई पनि हामीले यसमा एड गर्दैछौँ। त्यसपछि थाइमलाई पनि हामीले यसमा एड गर्दैछौँ। हामीले यसमा चाहिँ मजाले पारिसकेपछि यसमा हामीले चिनीलाई पनि एड गरेका छौँ। अनि त्यो टमाटर ससमा हामीले यो पेप्रिकालाई पनि एड गरेका छौँ। अब यो सुपमा बाक्लो बनाउनको लागि चाहिँ हामीले यसलाई कलर र बाक्लो बनाउनको लागि चाहिँ हामीले यसमा आधा क्रिम लाउँदैछौँ। यसमा क्रिम लगाएर चाहिँ हामीले यसलाई मजाले घोल्दैछौँ। त्यसै गरी हामीले अघि यहाँनिर यो चिज बल तयार पारेकोलाई हामीले यहाँनिर फ्राई गर्दैछौँ तेलमा। यो चाहिँ अझ पातलो भयो भने हामी यसमा थोरै मैदा पनि हाल्यौँ भने यहाँनिर यो बाक्लो हुन्छ है। त्यसले गर्दाखेरि यो चलाउँदै हुन्छ। अनि हाम्रो यहाँनिर सानो आगोमा चाहिँ हामीले यसलाई फ्राई गर्नुपर्ने हुन्छ, नत्र यो फुट्ने धेरै सम्भावना हुन्छ। यो चाहिँ हाम्रो स्पागेटी ब्लोनाइज बन्दैछ। अनि हामीले यहाँ फ्राई प्यानमा चाहिँ हामीले तातो ओइलमा चाहिँ हामीले चप गरेको गार्लिकलाई हालेका छौँ। त्यसपछि अघि हामीले किमा बनाएको त्यो चिकनलाई हामीले हालेका छौँ। सस हालेका छौँ। त्यसपछि ओरिगानोलाई हालेका छौँ। रेड वाइनलाई पनि हालेका छौँ र हामीले रोजमेरीलाई पनि हामी हाल्नेछौँ। रोजमेरीलाई रेड वाइन हाल्नुभएको। त्यसमा हामीले नुडल्सलाई हामीले हालेका छौँ। अघि बनाएको हामीले टमाटर ससलाई हाल्नेछौँ र त्यसै गरी हामीले स्वाद अनुसारको नुनलाई हामी राख्दैछौँ र ब्ल्याक पेपरलाई पनि हामी यसमा हाल्नेछौँ। चिली पेस्ट त्यो रातो खोर्सानी सुकेको खोर्सानीलाई त्यही त हरेक खोर्सानी रातो खोर्सानीलाई हामीले हालेका छौँ। एउटै हो कि मैले बुझेँ भने क्या ल यो पनि हाम्रो रेडी भयो। हाम्रो त्यो अघि मुसेको पिठो चाहिँ तयार भइसकेको छ। त्यसले गर्दाखेरि यहाँनिर हामी सबैले पिज्जा बनाउनको लागि यहाँनिर मुर्गीले ड्याङ ड्याङ हाल्दै हुन्छ। हामीले त्यो रोटी त्यो पिज्जाको सेप दिएकोलाई चाहिँ हामीले यसमा थोरै तताउँदैछौँ। सर कति मिनट यसलाई तताउनुपर्छ? एकैछिन मात्र यसलाई हामी तताउँछौँ। यस्तो भइसकेपछि हामी निकाल्छौँ। दुवैतर्फ यसलाई उल्टाइ पुल्टाइ गर्दै हामी यतिको बनाउँछौँ।